बालुवाभित्र गढेको अवस्थामा भेटिएको बसको चाहिँ उत्खनन गर्ने कार्य अगाडि बढिरहेको छ। आज तेस्रो दिन नेपाल प्रहरी, यसै गरी सशस्त्र प्रहरी सहितको टोली आएर चाहिँ यहाँ काम गरिरहेको अवस्था छ। जुन बस चाहिँ यो बालुवाभित्र खोलाको जुन पानी अहिले बगिरहेको छ त्यो पानी भन्दा पनि भित्र नै रहेको छ। त्यसै कारण चाहिँ यसलाई उत्खनन गर्दाखेरि चाहिँ बालुवा निकाल्ने क्रममा पानी पनि जम्मा भइरहेको छ, बालुवा पनि झरिरहेको छ। आज तेस्रो दिन चाहिँ पानी निकाल्ने काम चाहिँ मोटरबाट सुरु भएको छ। यसकारण थोरै भए पनि एउटा पानी फाल्नको लागि हिजो चाहिँ बाल्टी प्रयोग गरिएको थियो भने आज चाहिँ सहज भएको छ पानीको लागि चाहिँ। अब यहाँ सिटभित्र लगभग भित्र पुगिसकेको अवस्था छ। जुन ड्राइभर बस्ने भाग हो यो भागबाट भित्र उत्खनन गर्न थालिएको छ। यसै गरी बसको पछाडिको भागसम्म पनि हामीले देख्न सक्छौँ।